तपाईहरुले साइलेन्ट डिभोर्सको बारेमा सुन्नुभएको छ? यो कुनै लिगल टर्म होइन, कानुनी शब्द चाहिँ होइन है, यो चाहिँ इमोसनल टर्म हो। किनभने अब कानुनी रूपमा त श्रीमान श्रीमतीकै रूपमा बसिराखेको हुन्छ कपाल होइन। कानुनी मात्र नभइकन सामाजिक रूपमा पनि समाजले हेर्दा पनि उनीहरू एकदमै नर्मल श्रीमान श्रीमतीको रूपमा नै बसिराखेको हुन्छ। एउटै छानामुनि एउटै भान्सा सेयर गरिराखेको हुन्छ, इभन एउटै बेड पनि सेयर गरिराखेको हुनसक्छ। तर वास्तवमा उनीहरूको बिचको जुन एउटा भित्र भावनात्मक सम्बन्ध हुन्छ नि, जुन इमोसनल मेन्टल जुन इन्टिमेट एउटा बोन्डिङ, त्यो चाहिँ टुटिसकेको हुनसक्छ के। अब कस्तो देखिन्छ त यो साइलेन्ट डिभोर्स भनेर कुरा गर्ने हो भने सबैभन्दा पहिलो सङ्केत त यसमा इमोसनल डिस्टेन्स आउँछ के। अब इमोसनल डिस्टेन्स भनेको कस्तो भने जुन पहिला चाहिँ एकअर्काको फिलिङहरू सेयर गर्ने बानी हुन्छ नि होइन, एकअर्कालाई चाहिँ आफ्नो भावनाहरू साटासाट गर्ने, मलाई यस्तो फिल भइरहेछ, आजै मलाई यस्तो भयो भन्ने कुराहरू चाहिँ एकदम जुन फिलिङहरू चाहिँ त्यो सेयर गर्ने चाहिँ हराउँदै गइसकेका हुन्छ।